रमाइलो मान्दैन भन्दा जहिले पिरेको पिर हुन्छ जहिले पिरेको पिर हुन्छ त्यो कारणले गर्दा रमाइलो भएको छैन भएको छ एकछिनपछि भजन आउँछ हे भगवानकै नाममा शङ्ख बजे ठाउँ यही चाहिएको तपाईँहरूलाई हो हे भगवानकै नाममा शङ्ख बजे ठाउँ ठाउँमा हे भगवानकै नाममा शङ्ख बजे ठाउँ ठाउँमा है ठाउँ ठाउँमा यही चाहिएको होइन यता पछाडितिर के चाहिएको भन्नुहोस् त यतातिर नाक लामो हुनेलाई भजन चाहिएको छ नाक ठप्छ भनेलाई मगर भाषा चाहिएको छ मगर भाषा पनि चाहिएको छ मगर भाषा उहाँहरूले हे माले भान्जी नाकोमा छ आन्छ बेलान पनि चाहियो होला पछाडितिर है सबै चिज आउँछ तर यतिखेर पनि म धेरै ढिला नगरिकन म स्टेजमा आजको मुख्य आकर्षककै रूपमा रहनुभएका सर्वप्रिय भजन गायक जयप्रकाश उप्रेतीज्यूलाई म स्टेज प्रदान गर्ने क्रममा छु यहाँहरू सबैजनाले अब भजन आउँछ किनभने कार्यक्रमको सुरुवात सांस्कृतिक कार्यक्रम भनेको भजनबाट सुरु गर्नुपर्छ किनभने यो भजन भनेकै पवित्र गीत हो पवित्र त गीत सबै गीत तर पवित्र हुन्छ तर पनि भजन भनेको अलिक विशेष खालको पवित्र हुने गर्छ पूजापाठमा चल्ने गर्छ त्यो कारणले गर्दाखेरि यो पवित्र गीतबाटै आजको यो सांस्कृतिक माहौललाई सुरु गर्ने अनुमति चाहन्छु एकचोटि सबैजनाले भजन गायक आजको आकर्षकको रूपमा रहनुभएका भजन गायक जयप्रकाश उप्रेतीज्यूको लागि सबैजनाले जोरदार ताली बजाइदिनुहोस् त यो अलिअलि ताली बजाए धर्म हुन्छ त्यो कारणले गर्दाखेरि ताली बजाउनुपर्छ ताली बजाइएन भने मनभरि पाप हुन्छ ताली बजाइएन भने फेरि ताली बजाइयो भने के हुन्छ थाहा छ ताली बजाइयो भने त्यो मनभरि भएको पाप सखाप हुन्छ त्यो कारणले गर्दाखेरि ताली बजाउनुपर्छ अर्को फाइदा के छ भने ताली बजाइरह्यो भने हामीलाई दीर्घ रोग लाग्छ नि त्यो रोग लाग्दैन यो पनि तपाईँहरूलाई एउटा फाइदा मैले बताइसकेँ धेरै ढिला नगरिकन यतिखेर भने म स्टेज प्रदान गर्न चाहन्छु कुनै लोकप्रिय भजन गायक जयप्रकाश उप्रेतीज्यूको लागि स्टेज प्रदान गर्न चाहन्छु एकचोटि सबैजनाको हल्ला रौडी चाहियो त थ्याङ्क यू धन्यवाद छ कार्यक्रम सञ्चालक रूपेश कार्की भान्जालाई भजन झ्याउरे पालन संस्कृतिको धनी थोरै यहाँले वाह गरिँदा हुन्छ भजन झ्याउरे बालन संस्कृतिको धनी सबै धर्म संस्कृतिको सही सुर्ता छ नि अग्ला डाँडा सधैँभरि लाली गुराँस फुल्छ पाल्पा जिल्ला घुम्दाखेरि यो मन त्यसै भुल्छ सराई बजार घुम्दाखेरि यो मन त्यसै भुल्छ काफलुको डालीमा बस्यो चरी मैना काफलुको डालीमा बस्यो चरी मैना बोला मैना काफल पाक्यो भनी बोला मैना काफल पाक्यो भनी बताऊ मैना अहिले काफलको बेला छ त्यहाँ मैले काफल र मैना जोडेँ हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु तेस्रो माडी महोत्सव 2082 उद्योग व्यापार सङ्घ माथागढीका सर्दी अध्यक्षज्यू यसै गरेर सचिवज्यू सिङ्गो टिम सांस्कृतिक संयोजक राजन बलाल सर लगायत उपसमिति चौका संयोजक गाडी बजारमा रहनुभएका आदरणीय सरहरू त्यसै गरेर टेक्निसियनमा रहनुभएका आदरणीय भाइहरू लगायत सम्पूर्ण माथागढीका अध्यक्षज्यू लगायत सिङ्गो माथागढी जनप्रतिनिधिज्यूहरू यस क्षेत्रका सम्पूर्ण बुद्धिजीवी प्रतिष्ठ लब्ध व्यक्तिहरू सबै र यहाँ सम्पूर्ण आदरणीय सम्पूर्ण महानुभावहरू सुरक्षाकर्मी साथीहरू सबैमा म भजन गाउने मान्छे यहाँबाट नजिकै हो मेरो घर यही पोखरा अमराई पर्छ फेरि भजन गाएको छु यहाँबाट रिसाइदिनु भएको छ देउसी भैलो फागु गीतहरूदेखि लिएर सबै गाएको छु यति भन्दै मैले फेरि पनि सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै मुना अर्याल बहिनी कता जानुभयो
उहाँप्रति पनि सम्मान छ, सोनी डान्स ग्रुप सिङ्गो टिमलाई पनि सम्मान छ। सबैलाई सम्मान व्यक्त गर्दै अब भने थोरैमा भजन जोड्न चाहे। भजन भन्ने कुरो के छ भन्दाखेरि यो जीवनलाई कसरी व्यतीत गर्ने, मार्गदर्शन निर्देशन गर्ने हुन्छ भने यतापट्टि लोकदोहोरी भनेको रमाइलो लिने, तर भजनको छुट्टै विशेषता हुन्छ। अघि हाम्रो कार्यक्रम उद्देश्य भाइले भनिसक्नु भएको छ। अहिलेको यो बढ्दो क्रम के छ भन्दा छोराछोरीलाई दुःख सुख गर्यो, लेखाइ पढाइ गर्यो, नम्मे गर्यो, ऋण गाड्यो, +2 गरेपछि विदेश पठाउने, त्यसपछि डाक्टर पाइलट बन्छन्, तर घरमा बुढाबुढी टक्रक्क बस्ने। अनि के हुन्छ भन्दाखेरि फेसबुकमा नेट भयो, फेसबुकमा भयो, अरू घरमा गएर नेटको सहाराले मात्रै दुःख सुख आदान प्रदान गर्ने, अन्त्यमा गएर वृद्धाश्रममा गएर बस्ने, यस्तो खालको परिपेट बढ्दै गएको छ। मैले सानो 1 मिनटको यो गीत जोड्छु, त्यसपछि अरू पनि गीत गाउँदैछु बाँकी। हे भगवान नखाई दुःख गरी फाल्यो हातको खाला, नखाई दुःख गरी फाल्यो हातको खाला। छोरा छोरी सम्पत्ति सबै माया जाला, छोरा छोरी धन सम्पत्ति सबै माया जाला। छोरा छोरी लेखाइ पढाइ